सबैजनालाई नमस्ते। म तपाईँहरूलाई लेक साइडमै भनौँ न यहाँका ठुला भनिएका व्यवसायीहरूको जुङ्गा लडाइँको कारणले विकट बनाइएको एउटा ठाउँ देखाइरहेको छु। एकचोटि भिडियो अन्तिमसम्म ध्यान दिएर हेरेर हाम्रो प्रतिक्रिया जनाउनु होला। अहिले म एकैछिन नयाँ वर्ष महोत्सव जुन फेवा महोत्सव छ यसको हलनचोकमै छु, जहाँबाट सुरु भइरहेको छ यो। अनि यो माथिबाट 0 किलोमिटरतिरबाट आउने यो 2 लेन 2 वे भएको बाटो। त्यो बाटोबाट चोकमा मान्छे यहाँ आइसकेपछि यतापट्टि एउटा स्वागतद्वार राखिएको छ टुबोकबाट, भने यतापट्टि एक्सट्रिमली स्वागतद्वार राखेको छ। यो तालतिर जाने बाटो भने टुबोकले राखेको चाहिँ यो पुरानो बजार भनौँ लेक साइडको बारे मन्दिरतिर जाने बाटो र यतापट्टि अर्कोपट्टि छ यहाँ 3टा बाटो छ। यो भनेको पामेतिर जाने बाटो, जुन हाइवे पनि भन्न मिल्छ, पामे भदौरे पञ्चासेसम्म जाने। भने आयोजकले अहिले मात्र होइन, योभन्दा अगाडिको पालि रेबानले र अहिले होटल सङ्घले यहाँनिर के भेदभाव गरिरहेछ भने दुईतिर गेट हालेको छ, तर यतापट्टि गेट छैन। भनेको आएको पर्यटकलाई पनि यतातिर जाने होइन, यता केही छैन, मेन मेला त यतातिर रहेछ भन्ने सजिलै भान हुन्छ। मैले अध्यक्षलाई फोन गरेर, होटल सङ्घको अध्यक्ष लक्ष्मणज्यू दाइलाई नै फोन गरेर यहाँ पनि एउटा गेट हालिदिनु भनेको थिएँ, तर उहाँले सुन्नु भएन। किनकि उहाँको गोजीबाट जाने त होइन, यो प्रायोजकहरूले हाल्ने हो। प्रायोजकले पनि हालिदिन्छु भनिरहेकै थिए होइन, तर आयोजकले नै हामीलाई आदेश अथवा यहाँ हाल्नु नभनिकन हामी हाल्दैनौँ, हामीले हाल्नु मिलेन, तर हामी हाल्न तयार छौँ, आयोजकले भन्नु पऱ्यो भन्ने कुरा गर्छ। मैले प्रायोजकसँग पनि कुरा गरेको थिएँ। भने यो खालको भेदभाव चाहिँ अब अन्त्य हुनुपर्छ र अब मेला कति सफल भयो कति असफल भयो भन्ने कुरा त हिजो बेलुकाको क्राउडले थाहा हुन्छ। अहिले जति क्राउड छ त्यो क्राउड हिजो बेलुका यति पनि थिएन होला होइन। यसका यावत कुराहरू छन्, ती केलाउनुपर्छ। र यो नयाँ वर्ष मेला भनेको सार्वजनिक बाटोमा भइरहेछ, यहाँ कुनै एउटा संस्था अथवा केही सीमित व्यक्तिगत जग्गामा भएको होइन। त्यसैले यसलाई सार्वजनिक रूपमा हरेकले अपनत्व हुने गरी यो मेला आयोजना गरिनुपर्छ र यो विषयमा व्यापक छलफल गरी आगामी कार्यक्रमहरू त्यो सरहले हुने गरी गर्न म सम्पूर्ण पक्षको ध्यान आकर्षण गर्न चाहन्छु। भने यस्तो भेदभावपूर्ण व्यवहार चाहिँ कदापि कसैले नगर्नु होला। तपाईँहरू अहिले संस्थामा अध्यक्ष हुनुहुन्छ भने भोलि अर्को मान्छे आउन सक्छ र यो भेदभावपूर्ण व्यवहार कसैले पनि नगर्नु होला। हस्, धन्यवाद। नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना। रोग नलागोस्, दिन नलागोस्। सरकारले तपाईँ हाम्रै पक्षमा, तपाईँ हाम्रो सोच अनुसार हामीलाई दैनिक जीवनमा फरक पर्ने विषयहरूलाई ध्यान गरी काम गर्न सकोस्। हस्, धन्यवाद। आफ्नो प्रतिक्रिया जनाउनु होला।